सेवा नमस्ते सबैजनालाई मेरो टिकटक कमेडी ब्लगमा फेरि पनि स्वागत छ। अनि आज छु म चाहिँ उँभोमा। उँभोको बिहानीको मौसम चाहिँ यस्तो छ। अनि आज 3 दिन भयो पानी परेको चाहिँ र अनि पानी परेपछि आज बिहानै चाहिँ र पानी रह्यो अनि भिडियो बनाउँदैछु। अनि म छु यहाँ हाम्रो उँभो सल्लेको चाहिँ र यो चाहिँ रहेको छ हाम्रो फुटबल खेल्ने मैदान। अनि चाहिँ हाम्रो स्कुल रहेको छ भने यो खोटाङ। अनि बिहानै चाहिँ यस्तो राम्रो भइरहेछ मौसमहरू चाहिँ। अनि भिडियो बनाउँदैछु। अनि यहाँ चाहिँ रहेको छ फर्सी चाहिँ लडिरहेछ। अनि यतातिर चाहिँ फुलहरू फुलेर ढकमक्कै भइरहेछ। अनि फुलहरू चाहिँ यस्तो पानी आएर लडिरहेको छ। अनि हाम्रो फर्सीहरूको चाहिँ यस्तै छ, यस्तो राम्रो फुलहरू सबै फुलहरूको त्यस्तै जुनेलोहरू पनि सबै हावाले लडाइदिइसक्यो। अनि यस्तै छ हाम्रो गाउँघरतिरको बिहानीको मौसम। अस्तितिर चाहिँ पानी पर्ने बेलामा चाहिँ परेन। अनि आजकल चाहिँ पानी परिरहेछ। अब पानीको सिजनहरू नि गयो, त्यही पनि पानी पर्दैछ। अनि उता चाहिँ ओक्सा उता पारिपट्टि चाहिँ खोटाङ जिल्ला भने हाम्रो चाहिँ उखुलुङ्गा। बिहान चाहिँ एकदमै राम्रो मौसम भइरहेछ। अनि मौसम चाहिँ एकदमै राम्रो भइरहेछ। तर पनि अब फेरि पानी पर्ला जस्तो भएको छ। हाम्रो बाली नालीहरू पनि सबै हाउले लडाइदियो। यस्तै छ है हाम्रोको। अनि हाम्रो लोकल भालेहरू चाहिँ यहाँ चढ्दैछन्। अनि यहाँ चाहिँ रक्सी पाक्दैछ, रक्सी पकाउँदैछु। अनि मैले चाहिँ हिजोदेखि रक्सी बनाएको, हिजो 10 बान बनाएँ। अनि आज चाहिँ 2 बान मात्रै छ। अनि अब यो चाहिँ उचाल्ने बेला भइसक्यो। अनि अब अर्को बान बनाउनु पर्ने छ। अनि रक्सी चाहिँ एकदमै मिठो भएछ। अनि हाम्रो सासु मम्मी चाहिँ मास्तिर आगो फुक्दिने पर्खिराख्नु भएको छ। मलाई चाहिँ रुगा नि लागिरहेछ, त्यही भएर घाँटी खस भइरहेछ। अनि म चाहिँ भर्खर आएको के मासतिर बसेँ। अनि मम्मीले चाहिँ हेरिदिनु भयो रक्सी। खै कस्तो भयो यो रक्सी चाहिँ। अब उचाल्ने बेला भइसक्यो। अब रक्सी उचाल्नु पर्छ। रक्सी चाहिँ कस्तो भयो अब चाख्नुपर्छ।